सम्पूर्णलाई जय मसी। म पास्टर डेभिड चौलागाई लिभिङ चर्च गौरीवासबाट। अनि सर्वप्रथम यहाँहरू सम्पूर्णलाई जतिजनाले मलाई हेरिराख्नु भएको छ, सुनिराख्नु भएको छ, यहाँहरू सम्पूर्णलाई म एकदमै मेरो हृदयबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईहरुको प्रार्थना, तपाईहरुले प्रभुमा गर्नुभएका शुभेच्छाका कुराहरूले गर्दाखेरि आजको दिन हामी यो समयसम्म आइपुगेको छौँ। अनि हामी परमेश्वरलाई धेरै धन्यवाद दिन्छौँ तपाईँ हामी सबैजना मिलेर गरेका प्रार्थनामा र हाम्रो विश्वासमा परमेश्वरले सबै कुराहरू लिएर आउनुभयो, यो सबै कुराहरू हुन दिनुभयो र आजको दिन यो महिमालाई हामीले प्रभुको त्यो महिमालाई हामीले देखिरहेको छौँ र यहाँहरू पनि हामी सँगसँगै सहभागी होइदिनु भएको लागि पनि धेरै धन्यवाद। अनि यो मण्डलीको जब यो मण्डली सुरुवात हुँदै थियो, अर्थात् यो भवन हामीले निर्माणको काम सँगसँगै यहाँ हामीले यो जमिन हामीले लिइरहेको थियौँ, यो धेरै ठुलो एउटा गवाई छ। अनि मैले यो समयमा चाहिँ परमेश्वरको धेरै ठुलो अनुग्रहलाई अनि प्रभुले गर्नुभएको त्यो कृपालाई मैले एकदम प्रत्यक्ष रूपमा मैले नजिकबाट महसुस गर्ने मैले मौका पाएँ। समस्या हाम्रो वरिपरि थुप्रै थियो, खाँचो अभावको समस्या, रुपैयाँ पैसा जुटाउनेको समस्या, विभिन्न प्रकारको समस्याहरू वरिपरि थुप्रै थिए। तर भए तापनि त्यसको बावजुद पनि परमेश्वर हामीसँग रहेर यसरी उहाँले काम गर्नुभयो कि म कहिलेकाहीँ यो कुरा सम्झिँदाखेरि एकदमै म हृदय फुटाएर प्रभुलाई धन्यवाद दिनु मलाई मन लाग्छ। जब लकडाउनको बेलामा थियो, लकडाउन भएको बेलामा त्यतिखेर हामीले जमिन लिएको थिएनौँ अनि धेरै ठुलो मण्डलीमा एक प्रकारको एउटा प्रहारहरू पनि मण्डलीभित्र थियो र त्यो बावजुद सँगसँगै यतातिर कोभिडको पनि आफ्नै एउटा त्यसले हिर्काइरहेको थियो। कोभिडले पनि हामी सबैजनालाई एकदमै गाह्रो बनाइरहेको थियो। त्यो बेलामा चाहिँ त्यो अवस्थामा हामीले घरको रुममैबाट, घरको कोठाबाट नै हामीले सङ्गतिलाई, सेवाहरूलाई हामीले सुरु गऱ्यौँ र त्यो बेलामा नै हो हामी अनलाइनमा पनि आयौँ। फेसबुकको मार्फतबाट हामी लाइभबाट हामीले विश्वभरमा भएका मानिसहरूलाई हामीले प्रभुमा हामीले उहाँको वचनलाई दिनुपर्छ, उहाँको वचन हामीले प्रचार गर्नुपर्छ भन्ने भएको लागि हामीसँग जे जस्ता कुराहरू, साधनहरू हाम्रो वरिपरि थियो त्यही कुरालाई नै हामीले युज गर्नेतिर लाग्यौँ र हामीले हाम्रो कोठाबाट नै घरभित्रबाट नै हामीले सेवकाईहरू हामीले सुरु गऱ्यौँ। अनि जतिजना हाम्रो विश्वासीहरू हुनुहुन्थ्यो उहाँहरूलाई पनि हामीले घरमै अनलाइनबाट सङ्गतिमा बस्नको निम्ति हामीले उहाँहरूलाई पनि भन्यौँ र हामीले सेवाकाई गरिरहेको थियौँ। र एउटा धेरै ठुलो चुनौती थियो, अब लकडाउन सिद्धिएको पछि अब हामीले कहाँ सेवा गर्ने भन्ने कुरो अथवा हामी कुन ठाउँमा बस्ने भन्ने कुरोको चाहिँ एउटा धेरै ठुलो चुनौतीको विषय नै थियो हाम्रो लागि। र मैले परमेश्वरलाई मैले एउटै कुरा भने, तपाईँ मेरो पिता हुनुहुन्छ, तपाईँले अब त्यो मानिसहरूका निम्ति यो लकडाउन सिद्धिने बित्तिकै जमिन जुटाउनु भएन भने, त्यहाँ सेवा गर्ने ठाउँ जुटाउनु भएन भने म तपाईँलाई नै छोडिदिन्छु र म बरु संसारैतिर जान्छु। किनभने त्यो एउटा परमेश्वर भन्ने बित्तिकै एउटा भनाइमा सीमित राखेर
उहाँले गर्नुहुन्छ भन्ने हिसाबले त्यो मलाई गर्नै मन भएन, किनभने त्यो अवस्थामा त्यस्तै नै एउटा त्यो चापमा मैले त्यही नै मेरो मुखबाट हृदयबाट निक्ल्यो कि मैले त्यही भने उहाँलाई, तपाईँ साँच्चै हुनुहुन्छ र अब हुनुहुन्छ भने यो स्थितिलाई पनि देख्नु भएको छ र मेरो एउटै माग हो, मेरो निम्ति होइन तर यी मानिसहरूका निम्ति, तपाईँका सन्तानहरूको निम्ति एउटा सेवा गर्ने ठाउँ चाहिँ तपाईँले तयारी बनाउनुपर्छ। यदि तपाईँले त्यो गर्नु भएन भने चाहिँ मैले भने म तपाईँलाई छोडिदिन्छु, किनभने नामको लागि मात्रै, एउटा धर्म कर्मको लागि मात्रै, एउटा खालि भनाइको लागि मात्रै म त्यो कुरा गर्न चाहदिनँ भन्ने भयो मेरो त्यतिखेर मलाई त्यो लाग्यो। अनि त्यसकारणले गर्दाखेरि जब मैले त्यसरी प्रार्थना गरिसकेको पछि केही समयपछि नै यस्तो परमेश्वरले एउटा काम गर्नुभयो कि हामी जमिन हेरिराखेको थियौँ अनि जमिनहरू पनि धेरै धेरै पैसाहरू उहाँहरूले भनिराख्नु भएको थियो र त्यतिखेर हामीसँग भनेको चाहिँ खालि 1 लाख रुपियाँ मात्रै नै थियो। तर पनि हामीले जुन जमिनहरू हेरौँ एकदम लाखौं लाख पर्ने जमिनहरू, त्यसको पछि हामी हेर्दै जाँदाखेरि यसरी परमेश्वरले यो जमिन जुटाउनु भयो कि जुन जमिनहरू हामीले पहिला हेरिराखेको थियौँ त्यो जमिनको तुलनामा यति सस्तो जमिन सित्तैमा पाए जस्तै हामीले यो पायौँ। र जब हामीले यो जमिन लियौँ, हामीसँग 1 लाख रुपियाँ मात्रै थियो, त्यही 1 लाख रुपियाँ हामीले बैना गर्यौँ। हामीलाई थाहा थिएन अब पैसा कहाँबाट आउँछ भन्ने कुरो, तर एउटा कुरा थाहा थियो, परमेश्वर हामीसँग इन्भल्भ भएर हामी सँगसँगै रहेर उहाँ काम गर्न थालिसक्नु भएको छ भन्ने चाहिँ हृदयमा एकदमै एउटा निश्चयता जागेर आइसकेको थियो। त्यहाँबाट हामीले त्यही 1 लाख रुपियाँ बैना गर्यौँ र हामी यस्तो ढुक्कसँगले हामी काम गर्न थाल्यौँ विश्वासमा। जेसिबीहरू लगायौँ, जेसिबीहरूले भनौँ न हामीले यहाँनिर खार्नेतिर लाग्यौँ। अनि जब अब हाम्रो मण्डलीको आफ्नै जमिन भयो भनेर जब हामीले सबै विश्वासीहरूलाई सूचना दिने बित्तिकै सबैजना आफ्नो ठाउँबाट यति खुसी र आनन्दित भएर उहाँहरू पनि आउनुभयो। यो एकदम घारी थियो, यहाँ झाडी नै झाडी थियो, भिरालो जमिन, अनि यो पाखा हो। तर पनि हामीले यसरी काम गर्यौँ कि एकै दिनमा हामीले यो सबै कुरालाई सफा गरेर त्यहाँबाट जेसिबी लगाएर हामीले केही हदसम्म सेवा गर्ने थलो हामीले बनायौँ र पहिलो सेवा हामीले गर्यौँ। यहाँनिर यो ठाउँमा हामीले पहिलो सेवा सुरु गर्यौँ। अनि त्यतिखेर अब हामीसँग भवन थिएन, जमिन त भयो तर अब भवनको निम्ति हाम्रो लागि धेरै ठुलो एउटा चुनौतीको विषय फेरि पनि थियो। अनि तपाईँहरू सबैजनालाई थाहा छँदैछ, तराई भन्ने बित्तिकै हावाहुरीको टाइममा यहाँ एकदमै हावाहुरी आउँछ, घरै उडाउने गरी नै हावाहुरी आउँछ। चिसोको टाइममा त्यति नै चिसो हुन्छ र त्यो हावाहुरीको समयतिर नै हामी थियौँ। तर पनि हामीले त्यो बेलामा हामीले पाल टाँग्यौँ, यसो बाँसहरू लिएर आएर बेम्बोहरूको किल्लाहरू हामीले गाडेर, जुन चाहिँ कुरो तपाईँले भिडियोहरूमा पनि देख्न सक्नुहुन्छ। अनि हामीले त्यो बाँसहरू गाडेर हामीले पाल टाँग्यौँ र हामीले त्यसरी पालमा पहिलो सेवाकाई त्यसरी सुरु गर्यौँ। र हामी सेवाकाई निरन्तर गर्दै गयौँ। कहिलेकाहीँ यस्तो पनि चुनौतीहरू आयो, यो प्राकृतिक कुराहरूबाट पनि यस्तो चुनौतीहरू आयो कि हुरी तुफानले आज भनौँ न, एक दिन त म गएर सुतिराखेको थिएँ घरमा, अचानक राति यस्तो हुरी तुफान र आँधीबेहरीहरू आयो, पानी पर्यो र बिहानै मलाई फोन आयो कि हाम्रो त सबै पालहरू उडायो भनेर। सबै पालहरू उडायो, बाँसहरू पनि यस्तो बेम्बोहरू पनि सबै भाँचिदियो भनेर खबर आयो। म दौडेर आएँ, बिहान आएर हेर्दाखेरि यहाँ माथिबाट मैले तल बनाएको थियो, त्यतिखेर तल हेर्दाखेरि यस्तो बिजोक, एक प्रकारले शरीरले चाहिँ त्यतिखेर मन साह्रै नै भावुक हुने जस्तो पनि भयो।
यहाँहरू सम्पूर्णलाई जय मसी। म डेभिड चौलागाई। अनि हिजो रात अघि बिहान चाहिँ एकदमै ठुलो पानी अनि हुरी, एकदमै ठुलो हुरी तुफान आयो। तर हुरी तुफानले यो जहाँ हामी बसेर यो पालमा सेवाकाई गरिरहेको थियौँ, अब यो पाललाई एकदम तहस नहसै पारेछ। त्यो माथिको पानी सबै त्यो पालभित्र पानी जमेर थेक्न नसकेर त्यो ग्राममै गएछ। ल यो आज चाहिँ आजको बिहानको यो हुरीको एकदम ठुलो यसले यो यति गरेर गयो। तर केही छैन, परमेश्वरले मानिसको संरचना भत्केर जान्छ, तर परम प्रभुको संरचना चाहिँ सधैँभरि रहिरहन्छ। अनि परम प्रभुले बनाउनु भएको संरचना चाहिँ बाइबलले भन्दछ तपाईँ र हामी हो। हाम्रो विश्वास टुटेको छैन, हाम्रो भरोसा टुटेको छैन। कुनै त्यही बाँसहरू टुट्यो होला, केही त्यो तिरपालहरू च्यातियो होला, तर हाम्रो परम प्रभुप्रतिको हाम्रो विश्वास टुटेको छैन, हाम्रो भरोसा च्यातिएको छैन। यो चाहिँ सबभन्दा ठुलो कुरा हो। त्यसै कारणले गर्दाखेरि अब यो त सबै हुन्छै हुन्छ। प्राकृतिक, हामी एउटा यस्तो प्राकृतिक संसारमा बसेको छौँ, अब जुन संसारमा कति त्यस्ता कुराहरू अदल बदल हुने कुरा, त्यसको पनि आफ्नो एउटा समय हुन्छ। त्यो समयपछि भत्किने भन्ने कुरा, जाने भन्ने कुरा हुन्छै हुन्छ। ल हेर्नुहोस् त, सबै कुराहरू देखाउँदाखेरि मैले एउटै कुरो भनेको थिएँ कि, अनि अरू पनि जम्मा भइरहेका थिए, मैले सबैजनालाई हौसला दिइरहेको थिएँ। मैले हुन त मलाई पनि गाह्रो भएछ, एउटा भावनाको क्षेत्रमा, यो प्राणको क्षेत्रमा त गाह्रो भएको छ। किनभने हामीले अलिकता केही खर्च गरेर जुन ब्याम्बोहरू लगाएर हामीले पाल टाँगेको थियौँ, त्यो पाल पनि बडङ बुडुङ बनाइदिँदाखेरि त अलिकता अब गाह्रो त भयो। तर भइदा पनि मैले अब वरिपरि धेरैजनाहरू छन्, अब म नै भावुक भएँ भने, म नै त्यसरी अविश्वासका कुराहरू गर्न थालेँ भने झन् अरूले त के गर्छन् भन्ने नै भयो। त्यसकारण मैले उहाँहरू सबैजनालाई एउटै कुरो भने, यो हुरी तुफानले हाम्रो पालहरू उडाए तापनि हाम्रो विश्वास चाहिँ त्यसले उडाउन सकेको छैन। परिस्थितिले, यो हावाहुरीले हाम्रो त्यो बेम्बोहरूलाई, त्यो बाँसहरूलाई भाँचे तापनि यो हावाहुरीले र यो परिस्थितिले हाम्रो हृदयलाई चाहिँ, र हाम्रो हृदयको विश्वासलाई चाहिँ, प्रभुप्रतिको भरोसा र विश्वासलाई चाहिँ त्यसले भाँच्न सकेको छैन। सबैभन्दा ठुलो कुरा त्यही नै त हो, होइन? अनिकन हामीले एकदम एकले अर्कालाई हौसला दियौँ, विश्वासमा बढाउनेतिर लाग्यौँ, र फेरि हामीले पालहरूलाई फेरि ठिकठाक बनायौँ। त्यहाँबाट पनि फेरि हामीले सार्यौँ। अब यहाँ चाहिँ एकदमै हावाहुरीले बर्खामा भेल बाढी नै ती जान्थ्यो, र हामीले त्यहाँबाट फेरि अर्को वर्ष यता माथि सार्यौँ, र माथि पनि हामीले 1 वर्षसम्म त्यहाँ माथि पालमा हामीले सेवाकाई गऱ्यौँ। त्यसको पछि अचानक अब हामीले 1 वर्षसम्म त्यहाँ सेवाकाई यता गर्दाखेरि हामीले 2-2.5 वर्षसम्म त पालमा हामीले सेवाकाई गऱ्यौँ। र पालमा सेवाकाई गर्दा हाम्रो लागि सजिलो थिएन, हाम्रो लागि धेरै गाह्रो थियो। अनि म एकदम धन्यवाद दिन्छु हाम्रो जवान भाइ बहिनीहरू, मण्डलीमा भएका जवान भाइ बहिनीहरू, मण्डलीमा भएको पास्टरल लिडरहरू, मण्डलीमा भएका सम्पूर्ण विश्वासीहरूलाई एकदम मेरो हृदय खोलेर म धन्यवाद दिन्छु। त्यो बेलामा उहाँहरूले त्यो घाममा, त्यो झरीमा, है, त्यो चिसो कठाङ्ग्रिने चिसोमा, हावामा, त्यतिखेर पनि पालमा हामीले सेवाकाई गर्दा कसैले पनि गनगन गर्नु भएन, कसैले पनि चिन्ता गर्नु भएन। अनि प्रत्येक बिहान हामीले स्याटरडे प्रत्येक बिहान युथहरूले परबाट साउन्ड सिस्टमहरू ओसार्नु पर्थ्यो, जेनेरेटर ओसार्नु पर्थ्यो। सेवा सिद्धिएको पछि फेरि साउन्ड सिस्टमहरू फेरि ओसारेर लगेर राख, फेरि जेनेरेटर लगेर ओसारेर राख, कुर्सीहरू, त्यहाँको हरेक कुराहरू ओसारेर राख्नु पर्थ्यो। तर धेरै हामीले सङ्घर्ष गर्यौँ, र त्यो नै एउटा विश्वासलाई, हाम्रो विश्वासलाई अहिले यहाँसम्म आउनको निम्ति त्यो कुरोले हाम्रो विश्वासलाई धेरै बनाइराखेको थियो। कसैले पनि गिभ अप गर्नु भएन, र हामी निरन्तर लाग्यौँ। र निरन्तर मैले मण्डलीलाई एउटै कुरा भने कि विश्वास चाहिँ नदेखेको कुरामाथिको एउटा दृढ भरोसा हो, जसले विश्वासले चाहिँ नदेखेको कुरालाई पनि देखिएको जस्तै गरेर बोल्छ। अनि एक्ज्याक्टली त्यही कुराहरू हामीले सुरु गर्न थाल्यौँ। मैले विश्वासीहरू सबैजनालाई, हाम्रो मण्डलीलाई हामीले भन्यौँ कि
तपाईँहरूले देख्न थाल्नुहोस्। यहाँ हाम्रो भवन यसरी बन्छ, यहाँ हाम्रो पुलपेट हुन्छ, यहाँ हाम्रो स्टेज हुन्छ, यहाँ हाम्रो प्रार्थनाको रुम हुन्छ, यहाँ हाम्रो चेन्जिङ रुमहरू हुन्छ, यहाँ यो हुन्छ त्यो हुन्छ भनेर मैले उहाँलाई हावामा हावामा मैले उहाँहरूलाई त्यो कुरा भन्थेँ। अब कति कतिजनालाई त त्यो झ्याउ पनि लाग्यो होला, भएको चाहिँ केही छैन, ठुला ठुला कुराहरू पास्टरज्यूले गर्नुहुन्छ भन्ने हो। त्यसै गरी हामीले पनि यहाँनिर मैले मण्डलीलाई भन्न थालेँ, यहाँ यो हुन्छ, यो यहाँ त्यो हुन्छ, हामीले यसरी बनाउँछौँ त्यसरी बनाउँछौँ, अब हामीले देख्नु पर्यो भनेर उहाँहरूलाई मैले प्रत्येक एभ्री स्याटरडे जब हामीले सेवकाई सुरु गर्थ्यौँ, सेवकाई सुरु गर्दाखेरि नै हरेक हाम्रो मण्डलीलाई थाहा होला कि मैले सुरुमा नै यो ठाउँको बारेमा मैले भन्थेँ र उहाँहरूलाई इन्करेज गर्थेँ। अनि त्यसको पछि मैले चारैतिर उहाँहरूलाई राखेर हामीले प्रार्थनाहरू गऱ्यौँ, यहाँ घोषणा गऱ्यौँ कि परमेश्वरले यो घर यसरी बनाउनुहुन्छ, यहाँ यो हुन्छ, यहाँ त्यो हुन्छ भनिकन हामीले एकदमै घोषणा पूर्ण देखे झै गरेर हामीले बोल्न थाल्यौँ। र यो बोल्दा 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 एक दिन समय आयो कि प्रभुले अब मेरो हृदयमा भन्नुभयो कि अब घर बनाउनु पर्छ, अब समय भयो, अब घर बनाउनु पर्छ। तर हामीसँग फेरि रुपैयाँ पैसा चाहिँ थिएन। अनि रुपैयाँ पैसाले कहिले पनि रुपैयाँ पैसाले घर बनाउन सकिन्छ, तर त्यो परिवार बनाउन सकिन्न। अथवा एउटा हुन्छ नि त्यो जुन घरको जुन शान्ति हुन्छ, जुन आनन्द हुन्छ, त्यो घरभित्रको जुन प्रकारको एउटा रमाइलोपन हुन्छ, त्यो चाहिँ रुपैयाँ पैसाले गर्न सक्दैन। अनि त्यहाँबाट रुपैयाँ पैसा हामीसँग थिएन, तर पनि मेरो हृदयमा परमेश्वरले भन्नुभयो अब टाइम आयो कि अब काम सुरु गर्नुपर्छ। तर एक दिन मैले अचानक फेरि सबै पास्टर लिडरहरूलाई मैले मिटिङ बोलाएँ। त्यहाँबाट हामी मिटिङमा बस्यौँ र मिटिङमा बस्दाखेरि मैले त्यो सबै नक्साहरू र घरै मैले यो अहिले जस्तो बनेको छ एक्ज्याक्टली मैले त्यो सबै नक्सा नै एउटा घरै कोरेर मैले लिएर आएर देखाउँदाखेरि सबैजना अब छक्क पर्नुभयो। अब एक त हामीसँग पैसा छैन, दोस्रो नम्बर बल्ल बल्ल हामीले जमिनको कुराहरूमा काम गऱ्यौँ। अब अहिले यत्रो यो लाखौँ लाख पर्ने घर हामीले कसरी बनाउन सक्ने भवन भन्ने सबैजनालाई भयो। तर मैले उहाँहरूलाई एउटै कुरो भने कि हामी विश्वास गरौँ। बाइबलमा परमेश्वरले भन्नुभएको कुरा मलाई अति मनपर्छ। भजन सङ्ग्रहको पुस्तक 2:8 उहाँले भन्नुभएको छ, मसँग तिमीले राष्ट्रै मागे तापनि म तिमीलाई राष्ट्र समेत पनि दिनेछु, जाति जाति माग्यौ भने जाति जाति दिनेछु। त्यो अरू भन्ने कुरो त कुनै ठुलो कुरा होइन, प्रभुको निम्ति, परमेश्वरको निम्ति। त्यहाँबाट मैले उहाँहरूलाई भने हामी चिन्ता नगरौँ, तर केवल विश्वास गरौँ र हामी यसरी विश्वास गरौँ कि यो विश्वासबाट कोही पनि विचलित नहोस्, कसैले शङ्का नगरोस् र हामी एकदम निरन्तर घोषणा गर्न थाल्नेतिर पनि लाग्यौँ। त्यहाँबाट हामी सबैजना प्रार्थना गर्नेतिर लाग्यौँ, विश्वास गर्नेतिर लाग्यौँ। र अचानक अब पहिलो काम चाहिँ जब हामीले यो मण्डली निर्माणको निम्ति जब हामीले पहिलो काम सुरु गर्यौँ, मेरो हृदयमा के लाग्यो भन्नाले अब मैले अरूहरूलाई बलिदानको निम्ति, मैले अरूलाई अब दिनको निम्ति, मैले अरूहरूलाई गर्नुपर्छ भनेर भन्नुभन्दा अगाडि पहिला मैले बलिदान दिनुपर्छ, पहिला मैले मुठी खोल्नुपर्छ भन्ने मलाई लाग्यो। अब म एउटा पुजारी भएको लागि हामीहरू कहिलेकाहीँ अरूहरूलाई मात्रै हामी भन्छौँ दिनको निम्ति, तर सबैभन्दा पहिलो हाम्रो उदाहरण बाइबलले भन्छ हामी हुनुपर्छ भनिकन। त्यसको पछि मसँग अलिकता जमिन थियो, मेरो घरसँगै टाँसेको जमिन, त्यतिमा मात्रै हो मेरो सम्पत्तिको नाउँमा प्रभुले दिनुभएको। तर मैले भने होइन, म नै परमेश्वरको हुँ, म नै प्रभुको हुँ भने मसँग भएको हरेक कुरो मेरो परमेश्वर छ। त्यहाँबाट त्यसको पछि मैले जमिन अलिकता काटेर मैले त्यो जमिन बिक्री गरिदिएँ। मण्डलीलाई थाहा थिएन, मैले काटेर पहिला हामी दिने हुनुपर्छ यो मण्डलीमा भनेर त्यसको पछि हामी बुढाबुढी श्रीमान श्रीमती हामी सल्लाह गऱ्यौँ र हामीले त्यो जमिन पनि यसरी बिक्री भयो कि परमेश्वरले त्यहाँ पनि यसरी कृपा गर्नुभयो। हामीले थोरै भनेको थियौँ तर दिने व्यक्ति धेरै आयो। त्यसरी काम भयो र हामीसँग जति पैसा थियो त्यो पैसा हामीले तुरन्त गएर, मण्डलीलाई थाहा पनि थिएन, हामीले गएर हामीले सामानहरू लिएर आयौँ। र शनिबारको दिन हामी सेवा गरिराख्दाखेरि अचानक सामानहरू झार्दाखेरि सबजना छक्क परे। त्यहाँबाट हामीले पहिलो काम त्यहाँबाट सुरु गर्यौँ। र जब हामीले काम सुरु गर्यौँ, यसरी परमेश्वरले मानिसहरूको हृदयमा काम गर्नुभयो। अहिले पनि म छक्क पर्छु कि मानिसहरूले आफ्नो कलाको खोलेर दिए, मानिसहरूले आफ्नो कानको खोलेर दिए,
मानिसहरूले आफ्नो गाई गोरुहरूलाई बिक्री गरेर, भैँसीहरू राँगाहरू बिक्री गरेर, बाख्राहरू बिक्री गरेर मानिसहरूले यसरी दिन थाले कि वाउ, म कहिलेकाहीँ यसरी सोध्छु, पावलले बाइबलमा भने जस्तै तिमीहरू दरिद्र भए तापनि तर तिमीले आफ्नो दरिद्रतामा पनि प्रशस्त रूपले तिमीले दिएको लागि तिम्रो जीवनमा कुनै कुरोको खाँचो र अभाव भएन भनिकन जसरी पावलले इन्करेज गरे। वाउ, मलाई त्यो अहिले पनि याद आउँछ कि यसरी हाम्रो विश्वासीहरूले दिनुभयो, यसरी हाम्रो विश्वासीहरूले दिनुभयो। चारैतिरबाट रुपैयाँ पैसा व्यापक रूपमा जुट्न थाल्यो र हामीले काम निरन्तर गर्न थाल्यौँ। र जब हामीले काम सुरु गर्दै गयौँ, जति रुपैयाँ पैसा हामीसँग थियो त्यो सबै हामीले लगानी गर्यौँ। तर अन्तमा आउँदाखेरि चाहिँ अब रुपैयाँ पैसा यो धेरै ठुलो भइदिएको लागि चाहिँ त्यति रुपैयाँ पैसा सीमित भयो, जसले गर्दाखेरि हामी निरन्तर विश्वास गर्नुपर्ने भयो। त्यहाँबाट हामी विश्वास यसरी गरिरहेको थियौँ। वाउ, अहिले म सोच्दाखेरि छक्क पर्छु कि आज सबै काम पनि सिद्धिन्थ्यो, पैसा पनि सिद्धिन्थ्यो। अब भोलि के काम गर्ने थाहा हुँदैन थियो। तर हामीले कहिले चिन्ता गरेनौँ र मैले विश्वासीहरूलाई भन्थेँ भोलि पनि हामी यो काम गर्ने छौँ भनिकन। तर सबजना छक्क पर्थ्यो, अब कहाँबाट आउने, पैसै छैन भन्ने हुन्थ्यो। तर जब हामी राति गएर सुतिरहेको हुन्थ्यौँ, अचानक घरमा जाँदाखेरि मेसेजहरू आइरहेको हुन्थ्यो। पास्टरज्यू जय मसीह, म फलानु ठाउँबाट बोलेको, म फलानु हुँ, तपाईँहरूको मैले त्यहाँ सबै कुराहरू मैले देखिरहेको छु, हेरिरहेको छु। अनि यो हेरिराख्दाखेरि र सुनिराख्दाखेरि मेरो हृदयमा परमेश्वरले बोल्नु भएको छ, म पनि छर्न चाहन्छु, तपाईँहरूको अकाउन्ट नम्बर पठाइदिनुहोस् न भनिकन उहाँहरूले त्यो भन्दाखेरि वाउ। अनि मैले जब उहाँहरूले पठाउनुहुन्थ्यो, हामीलाई भोलिको दिन जति सामानको लागि रुपैयाँ पैसा चाहिने त्यति नै पैसा टक्क आउँथ्यो। म त्यो देखेर गजब लाग्छ, कहिलेकाहीँ परमेश्वरको काम देखेर गजब लाग्छ। हामी आत्तेनौँ भने, हामी घबराएनौँ भने, हामी डराएनौँ भने, त्यो हुनाले त प्रभुले जहिले पनि चेलाहरूलाई भेट्दाखेरि भन्नुहुन्छ तिमीहरू शान्ति हो, तिमीलाई शान्ति होस्। हामीलाई जति चाहिने हो परमेश्वरले टक्क जुटाइदिँदाखेरि हामी एकदम प्रभुलाई हामी धन्यवाद दिँदै काम सुरु गर्दै गयौँ। र एक समय आएर काम रोकियो, तर पनि हामीले निरन्तर प्रार्थना हामीले गरिरह्यौँ। अनि निरन्तर प्रार्थना गरिराख्दाखेरि यतिसम्म पनि परमेश्वरले गर्नुभयो। अनि मैले कतिजना साथीहरूसँग सेयर गर्दाखेरि उहाँहरू पनि छक्क पर्नुहुन्छ कि यतिसम्म भयो कि परमेश्वरले सरकारको ढुकुटीको पनि मुख खोलिदिनु भयो र सरकारबाट पनि केही हदसम्म हामीले भनौँ न यहाँनिर सरकारबाट पनि दिने कुराहरू आयो। अनि परमेश्वरको त्यो महान कृपालाई देख्दाखेरि अहिले म धेरै धन्यवाद दिन्छु। र हो यसरी धेरै चुनौतीहरू सँगसँगै पार गर्दै आज यहाँसम्म हामी आयौँ र यसरी यो मण्डली लिभिङ चर्च गौरीवास स्थापित भयो। केवल विश्वासले, परमेश्वर प्रतिको एउटा चोखो विश्वास। रुपैयाँ पैसाले म भन्दिनँ, किनभने धेरैजनाले यस्तो भन्ने गर्छन् डलर आयो त्यसै कारण बनाउँछन् भनिकन। हामीले एउटै कुरो बाइबलबाट बुझेको छ, प्रभुले भन्नुभयो मेरो मण्डलीमा आफै निर्माण गर्नेछु। उहाँले भन्नुभएको छ मेरो मण्डलीमा आफै बनाउँछु र उहाँले बनाएको मण्डलीलाई चाहिँ नर्कको कुनै पनि ढोकाहरू उहाँ त्यो मण्डलीमाथि विजय हुन सक्ने छैन। र परमेश्वरले उहाँको महानतालाई देखाउनु भनेको छ। वाह, र यसरी हुन आयो। यहाँहरू सबैजनालाई धेरै धन्यवाद। His purpose will
जेमिसी, मेरो नाम सुजाता सुनवार, म जीवित मण्डली कोरी डाँडाको अगुवा हो। अनि विशेष गरी आज यो चर्चको विषयमा म बोल्न गइरहेको छु, किनभने हामी जब यस ठाउँमा आयौँ एकदमै परमेश्वरले हामीलाई जब ल्याउनु भयो यो ठाउँमा, यो ठाउँ एकदम मरुभूमि थियो होइन, असम्भव जस्तो यहाँनिर कसरी यहाँ घर बनाउने, किनभने जमिनको स्थिति एकदमै त्यस्तो थियो, कस्तो होला हाम्रो चर्च भनेर एउटा प्रकारको त्यो कौतूहल त हामीमा थियो। तर जसो जसो परमेश्वरले काम गर्दै जानुभयो अनि हामीले पनि परमेश्वरले भने अनुसारले मेहनतहरू गर्दै गयौँ, एकअर्कामा हातेमालो होइन, दिन रात नभनिकन हामी जाडो गर्मी नभनिकन जसो जसो हामी यहाँ काम गर्थ्यौँ, त्यो जब निर्माण हुँदै गयो तब चाहिँ परमेश्वरले उहाँको त्यो महिमा हाम्रो अगाडि प्रकट गर्नुभयो कि हामीले सोच्दा पनि नसोचेको, कल्पना पनि गर्न नसकेको कुरा परमेश्वरको माझमा गर्नुभयो। हामीले सोचेको भन्दा पनि उत्तम, हामीले कल्पना गरेको भन्दा पनि उत्तम तरिकाले परमेश्वरले हाम्रो माझमा ठाउँ गर्नुभयो, जसको फलस्वरूप चाहिँ आज यो भवन हाम्रो सामु छ, हाम्रो अगाडि छ। अनि यसको लागि चाहिँ हामी परमेश्वरलाई एकदमै धेरै धन्यवाद दिन्छौँ। जेमिसी, म इसाक सौला राई, लिभिङ चर्च बर्दिवासबाट। विशेष गरी म तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन्छु। किन भन्दाखेरि चाहिँ अब अहिले सबैलाई थाहा छँदैछ हाम्रो यो मण्डली उद्घाटनको कार्यक्रम हुन गइरहेको छ र सम्पूर्णलाई म धन्यवाद दिन्छु। यो मण्डली यहाँसम्म आउनुको पछाडि पनि ठुलो एउटा हात छ। जसरी परमेश्वरले जसो प्रकारले परमेश्वरले हाम्रो भनौँ न यो मण्डलीमा एउटा दर्शन दिनुभयो, त्यो अनुसारले नै यहाँ परमेश्वरले यो जीवनमा भनौँ न यो एरियामा यो ठाउँमा सँगसँगै यो मण्डलीमा परमेश्वरले एउटा ठुलो तरिकाले काम गर्नुभएको छ। गाह्रो थियो, अप्ठ्यारो थियो, भनौँ न विभिन्न कुराको धेरै कुराहरूको गाह्रो अप्ठ्यारो कुराहरू आएको थियो हाम्रो जीवनमा। यो मण्डली बनाउनको निम्ति सँगसँगै गाह्रो अप्ठ्यारो सँगसँगै पनि परमेश्वर हाम्रो साथमा सधैँ रहिरहनु भयो। सँगसँगै मण्डलीको एकता, मण्डलीको भनौँ न सहभागिता र मण्डली सबै मिलेर हामी एकजुट भएर जब हामीले लाग्यौँ तब यो मण्डली यहाँसम्म बन्नको निम्ति आयो। र विशेष गरी हामी धेरै धेरै धन्यवाद दिन्छौँ। गाह्रो थियो हामीलाई, पानीमा होस्, घरीमा होस्, चाहे घाममा होस्, चाहे जाडोमा होस्, विभिन्न गाह्रो अप्ठ्यारो परिस्थिति आइरहेको थियो। एकदम गाह्रो अप्ठ्यारो कुराहरू गरिरहेको थियो, किनभने 40-40 फिटसम्म हामीले भनौँ न सामानहरू उठाएर लिएर जानुपर्ने थियो। तर पनि त्यो सबै कुरा भए तापनि, गाह्रो अप्ठ्यारो कुरा भए तापनि त्यो गाह्रो अप्ठ्यारो सँगसँगै हामी एकदम परमेश्वर हाम्रो साथमा भइरहेको हुनाले गर्दाखेरि हामीले त्यो गाह्रो अप्ठ्यारोलाई यसरी सरल तरिकाले हामीले यो सबै कुराहरू गर्न सक्यौँ र गर्नको निम्ति परमेश्वरले नै हामीलाई सहायता मद्दत गर्नुभयो र हरेक कुराहरूमा र अहिले हामी खुसी छौँ। सँगसँगै यहाँसम्म आउनको निम्ति एउटा सबभन्दा रमाइलो र सबभन्दा मजाको कुरा चाहिँ हामी खुसी साथ, आनन्द साथ, रमाइलो साथ, एकले अर्कालाई एकको सहायता र मद्दतको साथमा नै हामीले यो मण्डलीलाई यहाँसम्म हामीले ल्याउन सकेको छ। परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ। साथै पनि परमेश्वर हाम्रो साथमा रहिरहनु भएको छ। यहाँ सबैजनालाई जयमसी। म पास्टर अनुग्रह सुनुवार। अनि हाम्रो यस जीवित मण्डली गौरीवासको भवन निर्माणको गवाईको बारेमा भन्नु पर्दाखेरि चाहिँ एकदमै शक्तिशाली काम परमप्रभुले गर्नुभएको छ। अनि साँच्चै पनि यो गवाई म अहिले भन्दै गर्दाखेरि म त्यो पुरानो दिनहरूलाई याद गर्न चाहन्छु। आजभन्दा 5 वर्ष, लगभग 5 वर्ष अगाडि परमेश्वरले यस्तो शक्तिशाली काम हाम्रो माझमा गर्नुभयो। अनि त्यो समय एकदमै एउटा कोभिडको होइन, कोरोनाको महामारी पछिको एउटा असर चारैतिर फैलिरहेको थियो। अनि त्यति बेलामा हामी पनि अन्योलतामा, डरमा, त्रासमा हामी सबैजना थियौँ। खालि हाम्रो मण्डली मात्र होइन, बाहिरको मण्डलीको अरू विश्वासीहरू सबैजना हामी थियौँ। तर त्यस्तो समयमा, त्यस्तो महामारीको अवस्थामा परमप्रभुले हामीसँग बोल्नुभयो र भन्नुभयो कि तिमीहरूले अब भवन निर्माण गर, घर बनाऊ भनेर परमेश्वरले भन्नुभयो। र साँच्चै पनि हाम्रो लागि एकदमै चुनौतीपूर्ण थियो।
किनकि हामीले यस्तो प्रकारको विश्वासको पनि एउटा यस्तो स्तरमा हामी गएर हामीले विश्वास गर्नुपर्ने थियो, किनकि केही पनि थिएन हामीसँग सुरु गर्नको लागि। कुनै पनि एउटा सुरुवात गर्नको लागि हामीसँग भनौँ न केही सुरुवात गर्ने भन्ने कुरा नै हामीसँग थिएन। तर पनि परमप्रभुले एउटा यस्तो अद्भुत र अनौठो काम गर्नुभयो। अनि सबैभन्दा पहिलो आश्चर्य कर्म त उहाँले जमिनको विषयलाई लिएर गर्नु। हामीले विभिन्न ठाउँहरूमा जमिन हामीले खोजेका थियौँ, हेरेका थियौँ, तर साँच्चै पनि परमेश्वरको योजना मानिसको योजनाभन्दा उत्कृष्ट हुन्छ भन्ने विषयको प्रमाण चाहिँ हामीले जब जमिन हामीले पायौँ त्यति बेला हामीले थाहा पायौँ कि हामीले नसोचेको ठाउँमा, नसोचेको भनौँ न एरियामा उहाँले हामीलाई जमिन जुटाउनु र हामीले त थोरै आशा गरेको थियौँ, तर परमेश्वरले हामीलाई धेरै जुटाइदिनु। अनि हामीले जस प्रकारले हामीले जमिन थोरै भए पनि होइन मण्डली बनाउने अथवा जति हुन्छ कति रकम हामीले जुटाउन सक्छौँ भनेर सोच्दाखेरि पनि परमेश्वरले हाम्रो निम्ति एकदमै साँच्चै पनि प्रशस्त उहाँले जुटाउनु। अनि जब हामीले जमिन पायौँ, अब त्यसपछि हामीले यो जमिनलाई हेरेर हामीले प्रार्थना गर्न थाल्यौँ। हामीहरू दिनरात आउँथ्यौँ, प्रार्थना गर्थ्यौँ जमिनको लागि। यो जमिनमा आएर हामीहरूले हरेक दिन प्रत्येक दिन हामी विश्वासीहरू, पास्टर्सहरू, लिडर्सहरू, अनि साँच्चै पनि हामी एक्लै होइन, तर यो कामको लागि परमेश्वरले हाम्रो डल्लै मण्डलीलाई एक बनाउनु। हामी हरेक आयौँ, एक व्यक्ति आयौँ, एक व्यक्तिको प्रार्थना छ यहाँ, एक विश्वासीको प्रार्थना छ यहाँ, एक विश्वासीको रुवाई छ यहाँ, क्रन्दन छ यहाँ। हामी सबैजनाको परमेश्वरमा हाम्रो विश्वास, हाम्रो प्रार्थना, हाम्रो भरोसा। अनि जब हामीले पर्ख्यौँ, हामीले विश्वास साथ पर्ख्यौँ, हामीले बोल्न थाल्यौँ, हामीले घोषणा गर्न थाल्यौँ, हामीले स्वीकार गर्न थाल्यौँ। यहाँ सबैजना जय मसी। मेरो नाम राजु मुदर र म यो चर्चको अगुवा हुँ। र आजको दिन चाहिँ हाम्रो माझमा धेरै खुसीको माहौल छ, किनभने हाम्रो चर्च, जुन चर्च हामीले वर्षौँ पछिको मेहनत पछिको आजको दिन हाम्रो यहाँ फल पाएको छौँ। र आजको दिन हाम्रो चर्चको ओपनिङ हुँदाखेरि अब जस्तै यो चर्च कसरी ओपनिङ भयो, कसरी सुरुवात भयो, त्यो हाम्रो यो चाहिँ हामी सबै हाम्रो मेहनत, हाम्रो विश्वासीहरूको मेहनत र तपाईँहरूको प्रार्थनाद्वारा नै हो। र हामीले यहाँ जति पनि मेहनतहरू गऱ्यौँ ती सबै कुरा चाहिँ हामी केवल हाम्रो परमेश्वरलाई नै हामी धन्यवाद दिँदछौँ कि उहाँले हामीलाई त्यो समयमा गर्ने बल, शक्ति, सबै कुरा कि उहाँले नै हामीलाई दिनुभएको हो। र आजको दिन हाम्रो यो चर्चको ओपनिङ हुँदाखेरि हामी, म लगायत यहाँ सबैजना खुसीको माहौल छ। हामी सबैजना धन्यवाद दिन्छौँ प्रभुलाई। जय मसी। सबैजनालाई ख्रीष्ट येशूको नाममा जय मसी। तपाईँहरूको सामु यो मण्डली चाहिँ कसरी यहाँसम्म आइपुग्यो भनेर तपाईँहरूको सामु छोटो गवाई लिएर आएको छु। र आजभन्दा 4 वर्ष अगाडि चाहिँ यो मण्डली यो यस्तो थिएन र एउटा जङ्गल, झाडी जङ्गल थियो। सबैजना परमेश्वरमा एकजुट भएर सबैजना मिलेर जङ्गलहरू फाँडेर मण्डलीहरू सुरु गरेका हौँ। र हामीले बिचमा सेवाकाई गर्दाखेरि पनि धेरै गाह्रो थियो। कहिले कहाँ सर्नु पर्थ्यो र एउटा तिर्पलमा पनि गऱ्यौँ हामीले सेवाकाई। र हामीले सेवाकाई गर्दाखेरि पानीहरू परेर हाम्रो त्यो माथि राखेको तिर्पलहरू पनि हावाले उडाउँथ्यो। र हामीले त्यस्तो अवस्थामा पनि परमेश्वरमा भएर हामीले सेवाकाईहरूलाई चाहिँ जारी राख्नु चाहिँ आज साँच्चै नै हाम्रो मण्डली एकदमै आशिषमय भएको छ। साँच्चै नै हामीले यस्तो असल भवन पाएका छौँ र आज हामी एकदमै आशिषमय भएको छौँ। र साँच्चै नै केही पनि थिएन, जसरी उत्पत्तिको 1:2 लेखिएको छ, पृथ्वी एकदमै आकार बिनाको शून्य थियो, त्यसरी नै हाम्रो मण्डली पनि आकार बिनाको एकदमै शून्य थियो। आज एकदमै मण्डली आशिषमय भएको छ। परमेश्वरको अनुग्रह, परमेश्वरको आशिष चाहिँ हाम्रो माझमा एकदमै देख्न सक्नुहुन्छ। परमेश्वरले हाम्रो प्रार्थना सुन्नुभयो र हामीलाई एकदमै आशिषमय तुल्याइदिनु भएको छ। सबैलाई जय मसी।
जयमसी बिल्डिङको विषयमा चाहिँ के छ भने धेरै दुःख छ, धेरै दुःखमा बनेको हो। त्यो समयमा अब कोरोनाको टाइम थियो, त्यसमा दुःख गर्ने भए धेरै दुःख गरे। अब रुपियाँ पैसा कसरी जुट्यो, हाम्रो पास्टरजीको योजनाद्वारा नै एकदमै बनेको हो। र हामीले काम गर्दाखेरि अब सबै मिलिजुली काम गऱ्यौँ। रुपियाँ पैसा जुटाउनुलाई हब्बे नै थियो, तर हामी पालमा बस्थ्यौँ, दुःखले बस्थ्यौँ। तर यो हामीले होइन, परमेश्वरले बनाउनु भएको घर हो, परमेश्वरको योजनाले बनेको हो। The tasks that you have set for me, I may not understand, yet I will follow where you lead. I'll trust your sovereign hand. So may all I do, be it great or small, bring glory to your name. In your grace alone, I will carry on. Your promise to me remains. My labor is not in vain. मेरो नाम दानबहादुर सुनवार हो र यस मण्डली कसरी बन्यो भन्ने फोटो गवाई दिन म चाहन्छु। र यस मण्डली बनाउनुको लागि कुनै रुपियाँ पैसाको बचत थिएन, सेवा चाहिँ पालमै भइरहेको थियो। त्यसै ताका मण्डली बनाउनुको निम्ति सबैजना जोसँगले प्रार्थना गरिरह्यौँ। परमेश्वरले हाम्रो प्रार्थना सुन्नुभयो र उत्तर पनि दिनुभयो। र हाम्रो पास्टर डेभिडबाट मण्डलीको नक्सा अनि उहाँले ल्याउनु भयो र उहाँकै दर्शनमा सबैजना हामी सहमति भयौँ। सम्पूर्णलाई ख्रीष्ट येशूको नाममा जयमसी। विशेष गरी मण्डलीको विषयमा भन्नुपर्दाखेरि चाहिँ हामीले धेरै दुःख र सङ्घर्ष गरेर नै आज यो ठाउँमा आइपुगेको छ, मण्डली यो स्थितिमा आइपुगेको छ। किनभने यो परमेश्वरको अनुग्रह हो, परमेश्वरको आशिष हो। जसरी हामी हाम्रो विश्वासमा खडा भयौँ, साँच्चै पनि हिब्रूमा भन्ने चाहिँ परमेश्वरले चाहिँ विश्वास, आशा राखेको कुरा र नदेखेको कुराको निश्चयता भनेर प्रभुले भन्नुभएको छ। त्यसरी नै हामी हरेक कुरामा दृढ भरोसाको साथ, निश्चयताको साथ हामी चाहिँ प्रार्थनामा, विश्वासमा, भरोसामा बस्यौँ। र हामीले यतिसम्म कि हामी सम्पूर्णमा विश्वासी, अगुवा, पास्टर, बाल बच्चादेखि लिएर सबैको योगदान र त्यो एकता, प्रेम, जसरी ख्रीष्ट येशूले आफ्नो प्रेम देखाउनु भयो, त्यसरी नै मण्डलीमा एकता र प्रेमको एकदम भएको कारणले गर्दाखेरि चाहिँ कामहरूमा सबैको हातेमालो भएको कारणले गर्दाखेरि आज मण्डली भवन चाहिँ यो स्थानमा आउन पुगेको छ। त्यसै कारणले गर्दाखेरि साँच्चै पनि मण्डली यो स्थानसम्म आउनको लागि चाहिँ अगुवा पास्टरको मात्रै हात नभएर चाहिँ विभिन्न रोजगार गर्ने व्यक्ति, देश विदेशमा भएको हाम्रो विश्वासी भाइ बहिनीहरूले पनि त्यसरी नै मोठी खोल्नु भएको छ। यस ठाउँमा भएको व्यक्तिहरूले पनि त्यसरी नै मोठी खोल्नु भएको छ। आज सबैको हात भएको कारणले गर्दाखेरि हामी यो ठाउँमा आएको छौँ। त्यसैले गर्दाखेरि म चाहिँ परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। किनभने कसैले ढुङ्गा बोकेर हुन्छ कि, कसैले खाना पकाएर हुन्छ कि, कसैले अब लिपेर हुन्छ कि, रङ लाएर हुन्छ कि, पानी पटाएर हुन्छ कि, सम्पूर्ण विश्वासीहरूको चाहिँ योगदान देखिएको छ। र म सबैप्रति अति नै खुसी र धन्यवादी पनि छौँ। किनभनेदेखि यो हामी एक्लैले गर्न सक्ने कुरै थिएन, किनभने परमेश्वरको आश्चर्य कर्म हो, परमेश्वरले आश्चर्य काम गर्नुभएको हो। किनभनेदेखि परमेश्वरले कहिले पनि हाम्रो विश्वासलाई मर्न दिनु भएन भन्ने कुरा चाहिँ आज जीवित भएको छ। जयमसी, धन्यवाद दिँदछु जुन हाम्रो यो जीवित मण्डली छ। सुरुमा त हाम्रो यो मण्डली जुन हामीले सुरु गऱ्यौँ, तर निम्न स्तरबाट सुरु गरेका छौँ। र सर्वप्रथम त हामीलाई जग्गा चाहिँ यहाँ जुट्नु गाह्रो थियो, तर जग्गा जुट्यो र पनि हामीले यस ठाउँमा धेरै यो भिरालो पाखा जग्गा थियो। यो पाखामा हामीले धेरै सङ्घर्ष गऱ्यौँ, रुखहरू काट्यौँ, यसलाई सम्याएर एउटा चुर्के बारीहरू बनाएका थियौँ। अनि यो बारीमा बनाएर हामीले पाल टाँगेर यसमा हामीले सेवा सङ्गति गऱ्यौँ। आफ्नो मण्डली
म खडा गर्नेछु भनेर भन्नुभएको छ भनेर उहाँले हौसला उत्साह हामी विश्वासी परिवारलाई दिनुभयो र हामीले एक मन भएर हामीले किनभने अब जति सक्छौँ हाम्रो क्षमता अनुसारको हामीले पनि सहयोग गऱ्यौँ र सहयोग गरेर यो मण्डली हामीले अहिले आएर यो मण्डली हेर्दाखेरि साँच्चै नै म धेरै धन्यवाद दिँदछु। हामीले खालि यो मण्डली भवन एउटा इँटाले र ब्लकहरूले अनि यो सिमेन्टले मात्रै बनेको भवनलाई बनाउनेतिर मात्रै हामी लागेनौँ। त्यो बेलामा धेरै ठुलो सम्बन्धमा प्रहारहरू आए, चारैतिर बडाङ बुडुङ भएर प्रहारहरू आए। हामी धेरै दुखित भयौँ त्यो प्रहारले। अनि सम्बन्धहरू चारैतिर टुटेका थिए, चारैतिर भत्केका थिए, विभिन्न प्रकारको भनाएका कुराहरू एउटा हाम्रो हृदयलाई पनि जहिले पनि हामी बस्दाखेरि तितो बनाउने कुराहरू तिनै कुराहरू थिए। अब हामी मण्डली इँटाले बनेको मण्डली बनाउनेतिर लाग्ने या परमेश्वरले ख्रीष्ट येशूद्वारा आफ्नै शरीर भाँचेर बनाउनु भएको उहाँको देहमा भएका सम्बन्धलाई बनाउने अथवा त्यो मण्डलीलाई बनाउने भन्ने थियो। त्यो चुनौतीहरू थिए, तर त्यो चुनौतीमा पनि गाह्रो लागे तापनि हामीले निरन्तर मलाई याद छ जब हामीले पहिलोचोटि यो जमिन लिएर हामीले पहिलो सेवा यो जमिनमा गर्यौँ। मलाई अहिले पनि याद छ कि मैले सबैजनालाई भनेको थिएँ हाम्रो मण्डलीलाई, हामी कसैलाई विरोध गर्दैनौँ, कसैको बारेमा कुरा काट्दैनौँ, किन भन्दाखेरि मण्डली त्यसको निम्ति होइन, हामी त्यसको निम्ति नै होइन र हामी आशिषमय हुने हो र परमेश्वरको महान कृपालाई देख्ने हो भने हामी सबैलाई आदर गर्ने हामी हुनुपर्छ, प्रेम गर्ने हुनुपर्छ, क्षमा दिएर अगाडि बढ्ने हामी हुनुपर्छ। मैले चुनौती दिएको थिएँ र त्यो चुनौती मेरो लागि पनि थियो र हामीले त्यो गर्दै अगाडि बढ्यौँ। अनि मलाई याद आउँछ कि बाइबलमा नेहमिया भन्ने एकजना व्यक्ति, अनि जब नेहमियाले परमेश्वरको घरको पर्खालहरू निर्माण गर्दै थिए उसको लागि धेरै ठुलो चुनौतीको विषय थियो। एकातिर परमेश्वरको घरको पर्खाल खडा गर्नु, अर्कोतिर चाहिँ शत्रुहरूसँग लडिराख्नु पनि पर्ने, यो दुईटै चुनौती थियो। अनि हाम्रो लागि पनि हामी त्यही समयबाट भएर गएको जस्तै महसुस हुन्छ मलाई। एकातिर हामीले यो प्राकृतिक भवनहरू बनाउनु पर्ने थियो, जमिनहरू लिनु पर्ने थियो, यो भवनहरूको निम्ति जुटाउनु पर्नेदेखि लिएर बनाउनु पर्ने हरेक कुरोको चुनौती थियो भने अर्कोतिर चाहिँ सम्बन्धलाई बनाउनु, मानिसहरूलाई क्षमा दिएर अगाडि बढ्नु, उनीहरूसँग एकता र प्रेममा रहिराख्नु, यो हाम्रो लागि धेरै ठुलो सम्बन्ध बनाउने चुनौती थियो। अनि जसरी नेहमियाले गरे अनि म प्रभुलाई धन्यवाद दिन्छु हामीले त्यो गर्यौँ। पावलले पनि भनेका छन् हामीले गर्व गर्ने हो भने प्रभुको कुरामा गर्व गर्ने, जे कुरा हामीले गरेको छौँ। पावलले भने मैले मेरो दौड सिद्ध्याएँ, मैले मेरो विश्वासलाई थामिराखेँ। अनि आजको दिन म पनि प्रभुलाई धन्यवाद दिएर भन्न सक्छु कि हामीले खालि यो घर बनाएनौँ, खालि हामीले मण्डली भवन मात्रै बनाएनौँ यो इँटा र सिमेन्टको, तर हामीले परमेश्वरले हामीलाई दिनुभएको सम्बन्धलाई पनि हामी बनाउँदै गयौँ, क्षमा माग्दै गयौँ, क्षमा दिँदै गयौँ, प्रेममा अगाडि बढ्दै गयौँ, सहँदै गयौँ र आजको दिन यो घरको महिमालाई मैले देख्न पाएको छु। म प्रभुलाई धेरै धन्यवाद दिन्छु। परमेश्वरको असल भवन चाहिँ हामीहरू हौँ। धेरै ठाउँमा सम्बन्धहरू बिग्रेका हुन्छन्, धेरै ठाउँमा सम्बन्धहरू लथालिङ्ग भएका हुन्छन्, तर पनि हामी सेवकाईको नाउँमा, प्रभुको नाउँमा भनेर सेवकाई गरिरहेका हुन्छौँ। तर पनि बाइबलले भन्छ परमेश्वरले चाहिँ सम्बन्धलाई धेरै मन पराउनुहुन्छ। परमेश्वरले पहिला सम्बन्ध बनाउनु भएको, मिनिस्ट्री भन्दा पनि रिलेसनसिप धेरै महत्त्वपूर्ण छ र मिनिस्ट्री पनि आफ्नो ठाउँमा छ, तर त्यही मिनिस्ट्री एकदम फलेर फुलेर जान्छ जुन मिनिस्ट्रीमा रिलेसनसिप धेरै राम्रो छ, धेरै बलियो छ। एफिसीको पुस्तक 2:22 भन्छ कि तिमीहरू पनि पवित्र आत्माको वासस्थान हुनको लागि उहाँमा निर्माण हुँदै जाओ एकअर्कामा। हामी निर्माण हुनु एकअर्कामा धेरै खाँचो छ र हामीलाई निर्माण हुनु चाहिँ सम्बन्धले निर्माण गर्छ। अनि सम्बन्ध एकअर्कामा बनाउनु, जो चाहिँ निर्माण गर्नु, घर बनाउनेले एउटा इँटा अर्को इँटा माथि राखेर गर्दै जाँदा घर बनेको जस्तै गरेर तिमीहरू पनि, बाइबलले भन्छ तिमीहरू पनि एकअर्कामा बनिँदै जानु।
एकसाथ एकतामा रहेर जानु र एउटा घर जस्तै बनेर जानु। अनि हामी चाहिँ हौ परमेश्वरको घर जहाँ परमेश्वर बास बस्नुहुन्छ। त्यो हुनाले यो चाहिँ सेवकाईको निम्ति धेरै महत्त्वपूर्ण छ। वाउ, कति असल कुरा। प्रभुलाई धेरै धन्यवाद होस्। प्रभुले एकदम असल उहाँको महिमाको काम देखाउनु भएको छ। यहाँहरू सबैजनालाई धेरै धन्यवाद। यहाँहरू आइदिनु भयो, हामीसँग हाम्रो यो आनन्दमा सहभागी होइदिनु भएको छ। म मेरो हृदय खोलेर म यहाँहरू सबैजनालाई धेरै धेरै आभार प्रकट गर्न चाहन्छु तपाईँहरूको उपस्थिति हाम्रो यो आनन्दमा। अनि सँगसँगै त्यतिखेरको गाह्रो अप्ठ्यारो बेलामा पनि यहाँहरूले हामीलाई निरन्तर विश्वभरबाट निरन्तर तपाईँहरूले प्रार्थनामा हामीलाई याद गरिदिइराख्नु भयो। अनि जतिजना हामीसँग लाइभमा विशेष गरी फेसबुकको माध्यमहरूबाट विभिन्न सम्बन्धहरूमा जोडिनु भयो, उहाँहरूले निरन्तर हाम्रो निम्ति प्रार्थना गरिदिनु भयो। यहाँहरू सबैजनाको प्रार्थनाहरूको निम्ति पनि म एकदम आभारी छु र प्रभुलाई धेरै धन्यवाद दिन्छु। र परमेश्वरले तपाईँलाई धेरै 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 तपाईँहरूको जीवनमा धेरै ठुलो आशिष दिनुभएको होस्। किनभने तपाईँहरूले परमेश्वरको घर बनाउनको निम्ति हात हाल्नु भएको छ भने तपाईँहरूको जीवन बनाउनको लागि, तपाईँहरूको भविष्य बनाउनको लागि, तपाईँहरूको परिवार बनाउनको निम्ति पनि परमेश्वर आफ्नो हातलाई अगाडि बढाउनुहुन्छ। परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्। जय मसीह।